गरिदेऊ यसलाई त गरिदेऊ न सन्चै हुनुहुन्छ भन न सन्चै हुनुहुन्छ भन आज चाहिँ हामी यहाँ मेरो भाइको नारुतो हेर्नु सबैजनाले कस्तो प्रिटी छ है कसले पठाइदिनु भएको लु यहाँ राखौँ साइडमा अनि आज चाहिँ भाइलाई म मेकअप गरिदिन गइरहेको छु नारुतो आज म मेकअप गरिदिन्छु मेरो भाइलाई प्रिटी बनाइदिन्छु अनि नारुतोको जस्तै लगाउँछ भाइले लगाउँछ कि लगाउँदैन लगाउँछ मेरो भाइले ल हामी चाहिँ स्टार्ट गरेको ल गाइज आज चाहिँ मेरो भाइलाई म राम्रै बनाइदिन्छु नारुतो जस्तै नारुतोले पनि त लगाएको छ नि हो किन गाइज भनिदिनुहोस् त अनि हातमा पनि ल्याऊ हात ल्याऊ अर्को पनि देखे भनिदिनुहोस् त मेरो भाइ अब हामी मेकअप स्टार्ट गर्ने चस चस मेरो भाइ हाँचीमा गर्छ यता फर्केर यता फर्क हो होइन उता अगाडि नै फर्की हाँचीमा गर रेडी 1 2 3 भाइलाई हिजोको जस्तै गोरो हुने स्प्रे लगाइदिन्छु ल मुख पनि बन्द गर बिस्तारै बिस्तारै यसो यसो गरेर सबैतिर यसो यसो गरेर सबैतिर यस्तो यस्तो यहाँनिर यहाँ माथि यसो गर्दै मुख गरेर मेरो भाइलाई कस्तो राम्रो देखेको छ नि भाइ अब हामी कुन लाउँछौँ देखाऊ त गाइजहरूलाई देखाइदेऊ त यो ल अब मेरो भाइलाई यस्तो गर यो के हो भाइ मेरो भाइलाई थाहा छ देख्नुभयो यस्तो गर हाँसिदेऊ न गर्देऊ आज माइरबलाई म माइरी बनाइदिन्छु हास भाइ खुसी छौ कि छैन हो खुसी छौ नि सारो दिदीले राम्ररी बनाइदियो तिमी खुसी छौ कि छैन हो छेउ ठुलो साउन्डले बोला है ल हातमा पनि लाउने यस्तो गरिदेऊ गर अगाडि गरिदेऊ यो चाहिँ मेरो भाइ हो है मेरो प्रिटी भाइ हो अब चाहिँ मेरो भाइले यो लगाउँछ यसलाई के भन्छ भाइ लिप बाम होइन फाउन्डेसन अल्लाह गरिदेऊ के किनिदिन्छ सरोदीले तिमीलाई उता उयो क्यामेरामा कपकेक मिठाउँछ हुँदैन सरोदीले किनिदिनु भएको यसो भन्नु तिम्रो नाम के हो भाइ तिमी कति क्लासमा पढ्छौ अब तिमी कति क्लासमा पुग्ने हो वाह मेरो भाइ रोल नम्बर 1 पो त गाइज मेरो भाइलाई 1 देखि 5 सम्म सबै 2 1 2 3 भन्छ 3 सबै आउँछ के न भाइ हो नि उता क्यामेरामा हेरेर भन्देऊ हो भन मेरो भाइलाई एकार लागेका शब्दहरू उकार लागेका शब्दहरू सबै पो आउँछ त गाइज तपाईहरुको भाइलाई आउँछ कति इयर्सको भयो भन्देऊ न तिमी हो तिमी कति इयर्सको भयो 5 क्यामेरामा हेरेर भन 5 भन 5 गुड तो राम्रो छ मेरो भाइ त लु अब नारुतोको जस्तै यस्तो बनाइन्छ यस्तो यस्तो यसो गर काला चाहिन्छ दिदी सुरुमा रातो लाउने हो अनि कालो लाउने हजुर लुबी मुख बङ्गाइदैन हाँचीमा गर अब तिमी हाँचीमा गर म लास्टमा सबै गरिसक्छु अनि देखाउँछु त्यसरी बिस्तारै गरेर छोडी छोडी चलाउनु हुँदैन हाँचीमा गरिराख है कस्तो बनाइदिन्छु अब अहिले आँखा खोलिस् भने कस्तो देखिन्छ यहाँनिर यस्तो पनि गरिदिन्छु क्या मुखमा गरिराख
अब यस्तो गर म गर लिप ग्लोस कस्तो राम्रो लिप ग्लोस थियो नि मेरो ग्लोस हरायो त्यही भएर भाइलाई मैले यही लगाइदिन आँटेको गर अब आँखा खोलिस् भने चाहिँ तैँले अहिले म यस्तो हान्छु त्यो रेड कलरको लुगा पनि निकालेको थियो नारुतोको जस्तै 1 अब हेर्नु है मेरो भाइलाई नारुतोको ड्रेस पनि लगाइदिन्छ हाँचीमा घरिघरि उठ उठ उताबाट के अब थाहा नै रहेन रहेछ त्यसलाई त नारुतोको ड्रेस पनि थाहा हुँदैन रहेछ चिमागर फेरि माइल 50 रुपियाँ पैसा दिन्छु अहिले धुने एकछिन न चिमागर न क्यामेरा अफ छ जर्सी लास्टमा माथिबाट लगाइदिने हो जर्सी माथिबाट यसले त थुक्केले त थाहा नै रहेन रहेछ कहाँ थाहा हुन्छ त यस्तै हेर्दा त्यसो निकाल्दा राम्रो देखियो त पक्न अब यो सबै खोलेर अनि तँ लगाइदिन्छु माइराबे त लास्टै फटा रहेछ भन्नु छ कि भन्नु न अब नारुतोको यहाँ लगाइदिन बाँकी छ तँ नलगाउने ल यो नलगाउने नि त अब यो चाहिँ मेरो भाइ हो मेरो भाइलाई मैले नारुतो बनाइदिएको छु गएछ माइरिटी श्रेष्ठ बनाइदिएको हो यो चाहिँ मेरो बहिनी हो तपाईँहरू भाइ भनेर झुकिनु भयो होला त्यसको लागि माफ गर्न चाहन्छु हामीले झुकाइदिउँ हेर नि तिमीलाई तिमी बहिनी हो भाइ भनेर झुकाइदिउँ ए तिमी भाइ हो यो चाहिँ मेरो मुटुकी टुक्री भाइ हो होइन अनि थ्याङ्क्स फर वाचिङ लास्टमा के भन्नुपर्छ लाइक शेयर कमेन्ट अनि बेल आइकनलाई टुङ्ग बजाइदिनु होइन टुङ्गा टुङ्गा ल अब अर्कोचोटि हामी पानीपुरी च्यालेन्ज लिएर आउँछौँ भाइसँग यदि तपाईँहरू हेर्न चाहनुहुन्छ भने कमेन्ट डाउन बिलो बाई भनिदेऊ गरेर गाइजहरूलाई माया गरिदेऊ